नमस्कार, म गोपाल दास सृजय किसान मावि धरारीका शिक्षक र हाम्रो साथमा यही सृजय किसान मावि धरारीका शिक्षक हुनुहुन्छ रामकिशोर मगरज्यू। उहाँले विभिन्न सामाजिक सञ्जाल फेसबुक युट्युबमा शिक्षा सम्बन्धी धेरै कुराहरू आवाज उठाउनु भएको छ। शिक्षक र विद्यार्थीको हकमा धेरै कुरा आवाजहरू उठाउनु भएको छ र त्यस्ता आवाजहरू हाम्रो सरकारले अहिलेसम्म सुनिराख्नु भएको छैन। साथै उहाँले विभिन्न अनलाइन मार्फत पनि आवाज उठाइराख्नु भएको छ। उहाँले के कस्ता कार्यहरू गरिराख्नु भएको छ शिक्षामा र हाम्रो शिक्षकहरूप्रति उहाँको धारणा के छ त्यसको बारेमा हामी जानकारी र उहाँबाट हामी केही प्रेरणा र प्रेरित हुने खालका कुराकानी हामी गर्ने गर्छौँ र आज पनि उहाँले आफ्नो मन्तव्य राख्न आउनु भएको छ साथमा र उहाँलाई सबभन्दा पहिला स्वागत गरौँ हाम्रो यो कार्यक्रममा। सर, तपाईलाई धेरै धेरै स्वागत छ। धन्यवाद। म रामकिशोर कुमार भगत जय किसान माविमा हाल कार्यरत छु। सर, तपाईले यो विभिन्न सामाजिक सञ्जाल फेसबुक इन्स्टाग्राम युट्युबमा तपाईको जुन शिक्षाप्रति तपाईको जुन धारणा छ त्यो धारणा धेरैले मन पराउनु भएको छ। जुन आवाज उठाउनु भएको छ त्यो सबै जनतादेखि लिएर विद्यार्थीदेखि लिएर सम्पूर्ण शिक्षक कर्मचारीहरू पनि एकदमै मन पराउनु भएको छ। तपाईले के कस्ता आवाजहरू उठाउनु भएको छ, के तपाई भन्नुभएको छ, हामीले सामाजिक सञ्जालमा पनि हेर्यौँ, धेरै कुरा गर्नुभएको छ। तपाई छोटकरीमा तपाईले सोसल मिडियाबाट जुन शिक्षा सम्बन्धी समस्या तथा सङ्घीय शिक्षा ऐनमा समेट्नु पर्ने माग राख्दै गर्नुभएको पोस्ट एकदम भाइरल बन्यो। त्यसमा के कुरा तपाईले उठाउनु भएको छ जुन यति भाइरल बन्न पुगेको छ? पहिला भन्नुपर्ने यो तपाईको कुरा हो भनेको यसलाई म हजुरको कुरालाई काट्न चाहे। यो मेरो व्यक्तिगत कुरा होइन, यो हाम्रो सबै शिक्षक साथीहरूको कर्मचारीहरूको जति पनि कार्यरत छ वहाँ सबैहरूको आवाज हो। यो एउटै आवाज हो। नेपाल सरकारले अथवा हामी यो लडाईँ जुन छ धेरै पहिलादेखि नै शिक्षक साथीहरू लड्दै आउनु भएको छ। तर पनि यो विभेदीकरण नीतिका कारणले गर्दा शिक्षकलाई अपमान मात्र होइन कि एउटा राष्ट्र सेवक कर्मचारीको रूपमा पनि अहिलेसम्म हेरिएको स्थिति छैन। र मैले फेसबुकमा यो पोस्टहरू हाम्रो सङ्घीय शिक्षा ऐन जुन बन्ने तर्खरमा छ त्यसमा हाम्रो मागहरू पनि समेट्नुपर्छ भन्ने कुराहरू हामीले 8-10 वटा पोइन्ट र धेरैजना साथीहरूले त्यसलाई मन पर्ने प्रयोग पनि गरिदिनु भएको छ। लगभग त्यसको 2 लाख भन्दा बढी भ्यूहरू पनि भएको छ। सरहरूले सहयोग गरिदिनु भएको छ र हजुरले जुन सोध्नु भएको प्रश्न छ त्यसमा के छ त्यो कुरा म हजुरलाई केही भन्न चाहन्छु। त्यसमा जति पनि कुराहरू छ यो हाम्रो समानताको हक अथवा यो राष्ट्रमा बाँच्ने जति पनि हाम्रो जनताहरू हुनुहुन्छ, त्यहाँ शिक्षकहरू हुनुहुन्छ, जुन पनि पेसाकर्मी हुनुहुन्छ, उहाँ सबै आफ्नो आफ्नो जुन छ पेसाको हकप्रति आफ्नो कुराहरू राख्नुहुन्छ। त्यही अनुसारले हामी पनि राखेका देखेछौँ। यसमा मूलभूत हामीले भनेका 8 वटा पोइन्टहरू बुदाहरू मैले त्यसमा राखेको छु। भन्दाखेरि सरकारले नेपालमा कार्यरत जति पनि शिक्षकहरू छ, धेरै प्रकारका शिक्षक सबैको तलब भातादेखि लिएर सबै जुन छ नेपाल सरकारले बेहोरिरहेका छ। तर पनि विद्यालयको काम कारबाही र विद्यालयको सबै कुरा नेपाल सरकारले हेरे पनि यो शिक्षक कुन मन्त्रालय अन्तर्गत कुन निकाय अन्तर्गत हो भन्ने कुरा अहिलेसम्म यकिन गरेको छैन। एउटा लेटर प्याड प्रयोग गर्नुहुन्छ भने नेपाल सरकारको लोगो प्रयोग गर्न पर्ने स्थिति छैन। तपाईँ आफ्नो हरेक स्कुलको आफ्नो आफ्नो किसिमको लोगो छ। यो कुन अन्तर्गत पर्यो? यो संस्थागत हो कि संस्था हो कि नेपाल सरकारको सार्वजनिक विद्यालय हो कि सामुदायिक विद्यालय हो? सामुदायिक विद्यालय हो भने यसको सहित भोलि गएर नेपाल सरकारले त्यसबाट आफ्नो हात जुन छ वो हाल्न पनि सक्छ, निकाल्न पनि सक्छ। भोलि समुदायमा त्यसलाई हस्तान्तरण पनि गर्न सक्छ भने यत्र शिक्षकहरू कहाँ जान सक्छ? यदि सामुदायिक होइन भने सबै नेपाल सरकारले बेरिरहेको छ भने यो सामुदायिक विद्यालयलाई सार्वजनिक विद्यालय किन रूपमा परिवर्तन गरिएको छैन? नेपाल सरकारको लोगो प्रयोग किन गर्न गरेको छैन? स्वास्थ्य निकाय पनि दिँदैन, यो किन गरेको भन्ने कुरा पहिलो प्रश्न हामी राखेको छौँ। नेपाल सरकारले यदि नेपाल सरकारको विद्यालय हो, सार्वजनिक विद्यालय हो भने विद्यालयले पनि सार्वजनिक लेटर प्याड प्रयोग गर्न पाउनुपर्छ र सामुदायिक विद्यालयलाई सार्वजनिक विद्यालय बनाउनु पर्छ, हाम्रो पहिलो माग। दोस्रो माग हाम्रो शिक्षक सेवा आयोग जुन छ
अहिलेसम्म संवैधानिक बनाएको छैन के लोकसभाभित्र शिक्षकहरूलाई अनुगमन गर्ने बिनी प्रासदेखि लिएर कर्मचारीहरू निजामतीले राख्ने गर्छ। तर शिक्षकलाई नियुक्ति गर्नको लागि रहेको शिक्षक सहयोग आयोग किन लोकसेवा आयोगको संविधानभित्र यसको एउटा अङ्गको रूपमा हामी राख्न सक्दैनौँ? किन नराखेको होला? यसलाई छुट्टै किन नियुक्ति गरिरहेको? यो शिक्षा सेवा छ लोकसेवाभित्र, तर पनि शिक्षा सेवा आयोग बनाउनुको अर्थ के त? लोकसेवा किन नगरेको? किनभने यो हामी जुन लोकसेवाले जुन गर्ने कामहरू छ यो शिक्षक सेवालाई लोकसेवाको अन्तर्गत राखेर यसलाई संवैधानिक आयोगको रूपमा गठन गरेर शिक्षकलाई त्यहाँबाट नियुक्ति गर्नु पर्यो भन्ने हाम्रो दोस्रो माग रहेको छ। तेस्रो भनेको एउटा शिक्षक कस्तो लाजमर्दो कुराहरू, एउटा शिक्षक सबैलाई अगाडि बढाउने, शिक्षकले हाम्रो समाजमा सबभन्दा बढी घुल मिलाउने, नेपाल सरकारको हरेक काममा शिक्षकहरू जाने, हरेकमा सहयोग गर्ने, तर शिक्षकलाई विभेदीकरण एउटा शिक्षक प्राविमा नियुक्ति पाइसके पछाडि प्राविमै मर्नुपर्ने स्थिति हुन्छ। अवकाश भइसक्यो सर के बढुवा हुनुभयो छैन, प्रावि तिर्कियो, प्राविमै उ गर्नुपर्ने स्थिति छ। लास्टमा उहाँलाई आँखाबाट आँसु निकाल्ने बाहेक अरू केही पनि स्थिति हुँदैन। तर पनि अन्य सेवामा एउटा कासको पनि बढुवा गरेर तपाईको खरिदारलाई पनि बढुवा गरेर अधिकृत र सहसचिवसम्म गएको छ, उपसचिवसम्म गएको छ। किन शिक्षक गर्न सक्दैन? शिक्षक सबै जुन छ तपाईको